दर्शक वृन्द रोल्पामा एउटा बाख्राले 5 वटा बच्चा जन्माएको छ। हजुरको बाख्राले त 5 वटा बच्चा जन्माएछ नि। बाबु यो बिहा छ बाबु। पहिला 4 वटा त हाम्रो घरमा भइरहन्थ्यो सिरै जातको त्यो लामकाने बाख्रामा। अहिले चाहिँ 5 वटा आयो बाबु। पहिला बेदमा 2 वटा बिहा थियो, अहिले 5 वटा बनायो। 5 वटा सन्तान मध्येमा कतिवटा पाठी जन्मायो, कतिवटा पाठा जन्मायो? एउटै पाठा छ बाबु, अरु सबै पाठी। ओहो, सबै पाठी छन् बाबु। 5 वटा बच्चालाई जन्म दिने आमाको मूल्य चाहिँ कति पर्यो? यो भाउ जम्मा 75 मा ल्यायो बाबु। सानो दगरी ल्यायो हो, लामकाने जातको भनेर। मैले त सानोमा ल्याएको थिएँ बाबु। अब त्यो बेला महँगो चाहिँ हाले होइन बाबु। सामान्य हिसाबले यही बयर हो भन्ने कुराले मैले 75 मा ल्यायो बाबु। कति पटक जन्मायो यसले बच्चा? यसले 2 पटक ब्यायो बाबु, 2 पटक ब्यायो। यहाँ ल्याएदेखि सुरुमा कतिवटा जन्मायो? सुरुमा 2टा ब्याह थियो बाबु। त्यो मर्यो बच्चाहरू, एकदम राम्रो लागेको थियो, मर्यो बाबु। तपाईँको त्यो के भने ब्याउन नसक्ने जस्तो अवस्था भयो के। तपाईँको भित्रै पेटमै चाहिँ पछि 2-3 दिनसम्म व्यथा लागेको छ। पछि चाहिँ तपाईँको भित्रै पेटमै बच्चाहरू मरेछ। पछि तानेरै झिक्नु पर्ने भयो। मैले आफै झिक्दिएँ। नमस्ते। नमस्ते। हजुरको नाम भनिदिनुहोस्। मेरो नारायण खड्का बाबु। हजुरको बाख्राले त 5 वटा बच्चा जन्माएछ नि। बाबु यो बिहा छ बाबु। पहिला 4 वटा त हाम्रो घरमा भइरहन्थ्यो, सिरै जातको त्यो लामकाने बाख्रामा। अहिले चाहिँ 5 वटा आयो बाबु। पहिला बेदमा 2 वटा बिहा थियो, अहिले 5 वटा बनायो। यो गाउँघरकै लोकल बाख्रा हो के हो? यो मैले दाङबाट ल्याएको बाबु। लोकल त यो बयर भनेर ल्याएको बाबु। है, बयर बाख्रा भनेर ल्यायो। कस्तो लाग्दैछ अब घरमा चाहिँ बाख्राले घरमा 5 वटा बच्चा पायो, कस्तो लाग्दैछ हजुरलाई? होइन बाबु, अब खुसी लागेको पनि छ। एउटा हिसाबले यो कसरी पाल्ने भन्ने अलिक चिन्ता पनि छ। दुधको समस्या पनि आइरहेछ है। दुधको समस्या आइरहेछ बाबु। अब दाना त दिइरहेछ प्रशस्त, भयो नि हुन्न। खाने बेला पनि समस्या छ बाबु। उसले खुवाउने एकदमै त्यो होस गर्नुपर्छ। अलिक ठुलोले पहिला गएर भसकी खाल्छ, सानोले हुन्न। मर्नलाई चाहिँ त्यो पछाडि पर्छ नि त हो। अलिक पछाडिको अगाडि बिहाको हुने रहेछ। त्यो खाइरह्यो भने 2-4 दिनमा पनि अलि हिस्टोपुष्ट भइहाल्ने रहेछ। तपाईँको अलिकति पछि दुध खान पाएन भने पछि पर्दै गइने रहेछ क्या। खसाखोस गर्छ क्या थुन त त्यहाँ। अब सामान्यतया एउटा बाख्राले जुम्ल्यासम्म पाएको त हामीले सुनेका थियौँ, तर यसरी 4 वटा 5 वटा पाएको त यो अचम्मै भएन? होइन बाबु, 4 वटा त हाम्रो भइरहन्थ्यो। पहिला 4 वटा हाम्रो रेगुलर घरमा हुन्थ्यो अघिदेखि। मैले तपाईँको यो कहिलेदेखि हुन्थ्यो भने लगभग 10-12 वर्ष भयो। मैले चाहिँ नि एउटा इन्डियन जातको तपाईँको सिरोही भन्ने बाख्राहरू र बोगा ल्याएको थिएँ। तिनीहरूले गराइरहन्थ्यो, त्यो सन्तानले गराइरहन्छ। अहिले पनि 3 वटा छ तल। अहिले हेरौँला, म देखाउन सक्छु हजुरहरूलाई। एउटाले 3 वटा पाछ है। बाख्रा अलि बड्डो जस्तो हुनाले उसको समाएर दुध खुवाइरहेछौँ। तपाईँले पनि अचम्म त लाग्यो होला नि, होइन? 4 वटासम्म चाहिँ जन्म दिन्थ्यो। 5 वटा बनाउने बेला अलि धेरै बनायो। अब कसरी पाल्ने होला भन्ने चिन्ता चाहिँ लाग्थ्यो। बा खान नपाएर मर्छन् कि भन्ने अझै पनि चिन्ता छ नि। यिनले त दिन धेरै गएको छैन, बा मर्ने हुन् कि भन्ने पनि चिन्ता छ। अझै अब दुधको व्यवस्था गर्नु पर्ला पनि भन्ने सोचेको छ। अब पुगेन भने अहिले जनतन परान चाहिँ टेकाइरहेछन्, बच्चा छन्। अनि जब तपाईँ घरमा यो एउटा बाख्रीले चाहिँ 5 वटा बच्चालाई जन्म दिइसके पश्चात चाहिँ स्थानीयहरूले के भने, गाउँघरका मान्छेले के भने? गाउँघरकाले अब खै त्यो वास्ता भएन बाबु। गाउँघरमा त यही त हो नि। अब तपाईँको वास्ता त्यति दिन्न न। अब आएर हेरेन हो बाख्रो ब्याछ भन्छ नि, त्यही हो बाबु। अरू त के भन्ने है। कति भयो हजुरले यसरी यो बाख्राहरू पाल्न लागेको चाहिँ? बाख्रा त मैले धेरै भयो बाबु। पहिल्यैदेखि हाम्रो अघिदेखि पनि पाल्थ्यौँ। लगभग म बच्चै हुने बेला पनि पाल्थ्यौँ। 30-40 वटा बाख्रा थियो हाम्रो घरमा। तर त्यो बेला काठे बाख्रा हो बाबु। त्यो एउटा मात्रै पाउँथ्यो, अनि कोहीले 2टा पाउँथ्यो। काठे हो त्यो, त्यसले गर्दा 1 घन्टा चाहिँ ब्याउँथ्यो हाम्रो घरमा त्यो काठे बाख्राहरूले त। अनि यसले बच्चा जन्माइसके पछाडि स्याहार सुसारहरू के हुन्छ यसको स्याहार सुसार हाम्रो केही छैन हो। सामान्य छ त्यो खलीहरू, त्यसपछि मकैको पिठो, त्यसपछि यसमा बेसार कुटेर, अनि मेथी ज्वानो, त्यसपछि तपाईँको भेली, अब यस्तो मिक्सिङ गरेर दाना खुवाउँछु। अलि दुध दियोस् भन्ने उद्देश्यले बच्चा बचाउला भनिकन यसरी गर्दा दुध अलि धेरै आउँछ अरे भन्ने सोचेर त्यही गरिरहेको छु बाबु। अरू त छैन। उही गाउँले तरिका हो बाबु। मान्छेलाई जतिको स्याहार सुसार गर्नु पर्छ त्यो स्याहार सुसार त गर्नै पर्छ अब। किनभने यसलाई तोड्नु पर्यो। अब राति पनि अब अलि तातो बनाएर बसाल्नु परेको छ। अनि दुध खुवाउने बेला पनि अब तपाईँको युटो गयो भने खाइसकेल्छ। अब सबैलाई चाहिँ एकै फेरा यसो ब्यालेन्स मिलाएर पटक सबैलाई अलिअलि चुसाउनु पर्छ। त्यही हो बाबु। हेर्नुपर्छ। 5 वटा सन्तान मध्येमा कतिवटा पाठी जन्मायो, कतिवटा पाठा जन्मायो? एउटै पाठा छ बाबु, अरू सबै पाठी। ओहो, सबै पाठी छन् बाबु। एउटै पाठी? पाठो एउटै पाठो, अरू सबै पाठी। 5 वटा सन्तान मध्येमा एउटा मात्रै पाठो? एउटा मात्रै भएको छ अब। 5 वटै पाठो भइदियो त अलिअलि हुन्थ्यो होला बाबु पैसा। अब यिनी फेरि भने जस्तो 1-2टा जस्तो अलि लायकका पनि नहोलान् कि अब। किनभने अलि कमजोरी हुन्छन् मेरो विचारमा। आमाको दुध प्रशस्त खास्तो हुँदैन बाबु। अलि पाल्नलाई चाहिँ गाह्रो भइरहेको छ। अनि यो 5 वटा बच्चालाई जन्म दिने आमाको मूल्य चाहिँ कति पर्यो?
यो बाबु जम्मा 7500 मा ल्यायो बाबु सानो दगरी ल्यायो हो हजुर। लामगानी जातको भनेर मैले त सानोमा ल्याएको थिएँ बाबु अब त्यो बेला महँगो चाहिँ हाले होइन बाबु सामान्य हिसाबले यही बयर हो भन्ने कुराले मैले 7500 मा ल्याएको बाबु 7500 7500 मात्रै हो अब फेरि दुब्लो त्यो मर्नै लाभ भएको थियो त्यही भएर अब चाहिँ नि मैले भने अब उनीहरूलाई यस्तो गरे मर्न लाग्छ यहीमा दिन त के गर्छौ भनेर अब हुन्छ 8000 सम्म भन्थे 500 घटाइदिउ भनेर आए हुन्छ ल हेर्नुहोस् भनेर दिएको डाङ्गो अब यसले तपाईँले आम्दानी कति दिला आम्दानी बाबु खै अब बोके बाठा राम्रैसँग बाँच्यो भने अब अलिअलि होला बाबु त्यस्तो धेरै त नसोचौँ अलिअलि अब यिनी बेचेपछि भोलि पर्सि अब कति बिक्छन् अब त्यो अनुसार अलिअलि होला बाबु है अलिअलि होला अब पटक पटक यस्तै दिइरह्यो भने अब पछि 1-2 लाखसम्म देला नि बाबु अलिक पछिसम्म त यो कति पटक जन्मायो यसले बच्चा यसले 2 पटक ब्यायो बाबु 2 पटक ब्यायो यहाँ ल्याएदेखि सुरुमा कतिवटा जन्मायो सुरुमा 2टा ब्याएको थियो बाबु त्यो मर्यो बच्चाहरू एकदम राम्रो लागेको थियो मर्यो बाबु तपाईँको त्यो के भने ब्याउन नसक्ने जस्तो अवस्था भयो के तपाईँको भित्रै पेटमै चाहिँ पछि 2-3 दिनसम्म व्यथा लागेको छ पछि चाहिँ तपाईँको भित्रै पेटमै बच्चाहरू मरेछ पछि तानेरै झिक्नु पर्ने भयो मैले आफै झिक्दै मर्न लाग्यो बाबु ए तपाईले यो पशु प्राविधिक पनि हो होइन प्राविधिक त होइन तपाईँको अब के छ भने त्यो टाउको निकालेको छ टङ्गाइरहेको छ त्यो 2 दिन 3 दिन भइगयो त्यो बाख्रै बिहान अन्त मरिसकेको छ कि आफै निकाल्दिनु आफै निकाल्दै तानेर निकाल्दै